हेलो दर्शन नमस्ते सबैजनालाई नि हामी चाहिँ कामबाट छुट्टी भएर घर जान लाग्यो। यो मेरो छोरीको बिहा हुने बेला जन्ती आउने रोड बनाए हामी त्यही भएर मेरो त्यस्तो दिन भयो त म यहाँ कहाँ बस्ने थिएँ र कहाँ पो हुन्थे। हाम्रो बाटो खनिदिएर अप्ठ्यारो बनाइदिएछ कि यहाँ चाहिँ। अनि हाम्रो नानीको बाउ छोरी रात पर्न लाग्यो जस्तै देखिन्छ त हो। के भयो हो? ए बाबु छोरो मम्मीले फालिदिन्छ क्या तँलाई त। घाँसेमा हो घाँसेमा बल्ल तल भेट्यो बाटो पनि। हामीले काम गर्ने घर यति राम्रो देखिन्छ है बाहिरबाट, भित्र त केही गरेको छैन खालि। बाबै चाहिँ नानीको बाउछोरी डगुरिनु गइजानु हो। हामी चाहिँ पछाडि यही नक्कल पाडेको पाडे नक्कलिएर भन्नुहुन्छ। हाम्रो फुच्चियाको यस्तो हालत छैन बोकेर म चाहिँ यता छु भनेर के भने देखाउनु लायकको भए पो देखाउनु भयो। बाबा कौन है घर में कौन है? के छ खबर? केरा खान मन लागेको थियो नि नानी। केही हुन्नलाई मेरोमा भ्यू छ होला। जुखामले त हैरान छ भान्जी। हाम्रो बाबु पनि बिरामी नानी पनि बिरामी। परबाट दबाई लिनु खुवाइन पनि केही भएको छैन होला। भन्छ यसको त सासै सुकेको छ क्या। ए हजुर अर्को माथि होला नि। ए अर्कै कता भागेको?